व्यापकं ब्रह्मवेदस्वरूपं निजं निर्गुणं निर्विकल्पं निरीहं चिदाकाशमाकाशं वासं भजे। श्री बागेश्वरी माताले सबैको रक्षा गरून्, यो त हामीले सानैबाट भन्दै अनि सुन्दै आएको भनाइ हो। आज हामी बागेश्वरी मन्दिरको उत्पत्ति कसरी भयो, यसको धार्मिक महत्त्व के त र यसको वर्तमान अवस्था कस्तो छ त, आउनुहोस् बुझौँ। श्री बागेश्वरी मन्दिरको उत्पत्ति कसरी र किन भयो भन्ने थ्योरीहरू धेरै छन्, तर आज हामी श्री सुस्तानी व्रत कथा अनुसार कसरी यो बागेश्वरी मन्दिरको उत्पत्ति भयो भन्ने कुरातिर ध्यान आकर्षण गर्न चाहन्छौँ। जब सतीदेवीले दक्ष यज्ञमा देहत्याग गर्नुभयो, त्यसपछि भगवान् शिव सतीको शव बोकेर ताण्डव गर्दै ब्रह्माण्ड डुल्न थाल्नुभयो। यसले सृष्टि नै विनाशतर्फ जान लाग्यो। त्यसपछि देवताहरूको अनुरोधमा भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र प्रयोग गरेर सतीदेवीको शरीर विभाजन पार्नुभयो। जहाँ जहाँ सतीदेवीका अङ्ग पतन भए त्यहाँ शक्तिपीठ बने। जनविश्वास अनुसार सतीदेवीको जिब्रो नेपालगञ्ज क्षेत्रमा पतन भयो र त्यही स्थानमा बागेश्वरी मन्दिरको स्थापना भयो। यस बागेश्वरी मन्दिर नेपालगञ्जकै सबैभन्दा पुरानो मन्दिरमध्ये एक मानिन्छ। यहाँ साँचो मनले मानिएको इच्छा पुरा हुन्छ भन्ने जनविश्वास छ। दशैँ र नवरात्रिमा देवीलाई विशेष पूजा आराधना गरिन्छ। यदि तपाईलाई पनि माता बागेश्वरीमा आस्था छ भने यो भिडियो सेयर गर्नुहोस् र कमेन्टमा जय माता बागेश्वरी लेख्न नभुल्नुहोला। धन्यवाद।